भिडियो बनाएको के भन्ने छौ अहिले त कस्तो हाँस उठ्दै थियो मलाई के भयो हाँस उठिरहेको छ मलाई म मन्दिरतर्फ प्रस्थान गर्दैछु प्रस्थान गर्ने क्रममा भिडियो बनाएको त बनाएको थिएँ यहाँ आएर मैले त्यो भिडियो मन परेन त्यसरी मैले उडाइदिएँ डिलिट हानिदिएँ कस्तो रमाइलो रहेछ कतातर्फ गएर जित्छ हाल्नु मन्दिर टाढा टाढा छ गेटमा आइसकेँ म गेटमा आइसकेँ स्टेसन वाउ त्यो राम्रो रहेछ धमाधम मालाहरू हुनुहुँदो रहेछ होइन धमाधम माला हुनुहुँदो रहेछ यस पश्चात मलाई जान मन लागेन त्यसैले गर्दाखेरि म रिटर्न ब्याक तलै जान्छु किनकि अहिलेलाई म यति नै हिँड्न चाहन्छु भोलि आउने हो नि त त्यसैले गर्दाखेरि आज चाहिँ त्यो नै ला के भएछ खेलाडीको खुट्टा ल त्यो मैले ख्याल गरिनँ झन्डै मैले लडेँ उता हिँड्ने क्रममा अनि त्यसैले गर्दाखेरि चाहिँ म कता न कता नहेरिकन हिँड्दैछु सोमा हिँड्दैछु बोल्नु पनि लाज लाग्दैछ मलाई चाहिँ कस्तो अल्छी लाग्दैछ ट्याक्कै यतैबाट पढिदिनु भएछ कि त्यो लाज लाग्दै थियो मलाई यति साह्रो भिड मान्छे चाहिँ हुनुहुन्छ उतादेखि यता उता माथिसम्म हुनुहुन्छ क्या आमामा यति धेरै उपस्थित हुनुभएको छ यस प्रोग्राममा चाहिँ यस कार्यक्रममा यति धेरै चाहिँ मान्छे उपस्थित भइसकेको छ यस्तो अल्छी लाग्दैछ अलिअलि त अल्छी लाग्दैछ साथै धेरै पनि अल्छी लागेको छैन कति भिड छ अनि यहाँ नेपालको झन्डा छ किरातको झन्डा छ के लेखेको त्यो चाहिँ मलाई थाहा छैन होइन किरातको झन्डामा चाहिँ के लेखेको मलाई थाहा छैन त्यस पश्चात मन्दिरदेखि प्रस्थान गरिसकेपछि म चाहिँ रिटर्न ब्याक तलै झरेँ क्या किन त्यहीँ बसिराख्नु मलाई मन लाग्दैन आइहालेँ त्यसैले गर्दाखेरि म हिँड्दैछु यो मजै छ रोमाञ्चक छ हो सबैलाई रोचक अरे गोल लागेको छ कि छैन त्यो मलाई थाहा छैन रोचक चाहिँ रोचकै छ है यस्तो अल्छी लाग्दैछ क्या हेलो हेलो भाइहरू हेलो कस्तो हाँस उठ्यो के भाइहरूले हेलो गरिदिएको त के हो आउ डाँडाको बिचमा को प्राङ्गणमा प्राङ्गण होइन है ए प्राङ्गणै हो के भन्छ प्राङ्गण होइन आज मेरो दिमाग के हुँदैछ कि अनि पारि बोलिदिँदैछु फेरि मलाई उता जानु मन लाग्यो कि यता माथि पनि हुनुहुन्छ टाप्लाटी हेलो गरिदिनु हुँदैछ हेलो हेलो टिकटकसँग भन्यो नाम भनिदिउँ अरे के भन्नुहुँदैछ मैले सुने हेलो के भन्नुहुन्छ भन्छ उहाँहरू मैले चाहिँ स्पष्ट रूपमा सुनिनँ त्यसैले गर्दाखेरि सरसर हुने क्या यहाँ पनि एउटा चाहिँ श्री किरात सामाजिक मुन्धुम आधारभूत विद्यालय कता यो आधारभूत विद्यालय मैले थाहा भएन ऊ चाहिँ म यतातर्फ लागेँ यस्तो रुखहरू रहेछ एकदम राम्रो राम्रो रहेछ टर्न ब्याक मलाई चाहिँ जानै मन लागेन उतै फर्किनु मन लाग्यो किनकि मलाई चाहिँ किनकि एकदम अल्छी चाहिँ लागिरहेको थियो अनि बस्दिउँ कि जस्तो लाग्यो उता बस्दिउँ कि जस्तो लाग्यो तर बस्न भने चाहिँ मन लागेन क्या मलाई किन लागेन है किनकि अल्छी लागिरहेको थियो
त्यहाँ चाहिँ अल्छी ओह पास्ताहरू पनि कम छैन अब कताको दुइटै कम छैन अब के गर्नु है फुटबल एकदम रोचक हुँदैछ कसैले त्यो गरेपछि मात्र रोचक हुन्छ तर मलाई चाहिँ रोचकै रोचक के भन्छन् उहाँहरू के भन्नुहुन्छ मैले चाहिँ सुनेको छुइनँ तर त्यसले गर्दाखेरि उहाँहरू चाहिँ के भन्नुहुन्छ उता मान्छेसँग तिनीहरू तिनीहरू भने चाहिँ हेर्नुहोस् आज चाहिँ गाई चाहिँ मलाई के बोल्न आउँदैछ भक्कु नभएको बोल्न आउँदैछ अनि मलाई पनि कस्तो बुके किन्नु मन लाग्यो क्या अनि म फर्स्टमा प्राइस सोध्छु अनि फेरि मेरो चाहिँ प्राइस सोचेर मात्रै किने भान्छ कि म सोध्छु सिस्टर सुन्छु न यो कसरी हो यो 400 यो सिङ्गल 200 यो सबसे चाहिँ यो 600 को यिनीहरू 650 पाउने लानु यो क्लिपहरू चाहिँ यो 50 को जोडी 80 को जोडी 100 को जोडी ल 100 को जोडी एकछिन भरे आउँछु ल कहाँदेखि ल्याउनु भयो यो न दिदी तपाईँहरू पनि आउन सक्नुहुन्छ वाउ यस्तो राम्रो राम्रो रहेछ अब भरे आउँछु म अहिले चाहिँ होइन एकछिन भरे फेरि तानी यतै जान्छु होला म यतै जानु मन गऱ्यो फेरि किन मलाई चाहिँ यतै जानु मन लाग्यो होइन अहिले बुके म किन्न आउँछु अनि नानीले किन्नुहुन्छ हेलो सबैलाई हेलो गर्दै हिँड्दैछु म चाहिँ काम नपाएर हेलो किरा खेल्दैछ सबैलाई हेलो हुलु गर्दै हिँड्दैछु लाठी जस्तै हेलो हुलु होइन अब म उतै रङ्गशालातर्फै जान्छु है म सरासरी रङ्गशालातर्फै किनकि मलाई यता घुमेँ नि त म त्यसले गर्दा उता रङ्गशालातर्फ जान्छु हजुर उता रङ्गशालातर्फ कति धेरै महानुभावहरू हुनुहुन्छ लास पनि उठ्दैछ कि मलाई भिडियो गर्ने लास लाग्दैछ न लास पनि लाग्यो मलाई भए पनि के छैन भनेर म यहाँ कोसिस गर्दैछु हात काम्दैछ मलाई ओहो गोल भएछ रेड कलरको जर्सीको गोल भएछ होइन गोल भएछ एकदम रमाउनु हुँदैछ हुन त खुस्ता कसलाई हुँदैन त रेड कलर जर्सी एकदमै एक ज्यारो भएको छ एकदमै रमाइलो भइरहेको छ ओहो गोल भएपछि मात्र रमाइलो हुन्छ भन्छ नि त अनि गोल भएपछि मात्र रमाइलो हुन्छ भन्नु अनि गोल पनि भइसक्यो अर्को गोल थप्न सफल भएको छ गोलकीपर हुनुहुन्छ जर्सी नम्बर 2 शेखजिना कोइराला सँगै फेरि म चाहिँ चिन्दैन रहेछु कि पास्ता एक गोल रहेको छ चिन्दैन रहेछु कि फेरि कस्तो नचिनेको कि पास्ताहरू कस्तो गाइज म चाहिँ सो अलमलमा परेँ कताको पास्तर कताको के त्यो पनि अलमल्लमा परेको छु कि यति धेरै महानुभावहरू यहाँ उपस्थिति हुनुहुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ त कति धेरै हुनुहुन्छ वाउ एकदम रमाइलो भइरहेको छ मलाई त्यही जानु मन पर्यो वाउ अत्यन्तै राम्रो रहेछ